के साँच्चीकै भुन्टीको जिन्दगीमा कहिल्यै खुसी लेखिएको छैन त? सधैँ भुन्टी आफू किन धेरै दुःखमा परिरहेकी हुन्छन्? आफ्नो श्रीमानको त्यो अवस्था भइरहेको छ। त्यो श्रीमानको स्वास्थ्य सुधारको लागि निकै दुःख गरिरहेकी छिन् भुन्टी। तर भूपेन्द्रको स्वास्थ्य कहिले सुधार भएको भने देखिएको छैन। अझै कतिसम्म भुन्टीले दुःख पाउने हो त्यो कुरा पनि अहिलेसम्म थाहा छैन। तर भुन्टी अझै पनि सङ्घर्ष गर्नबाट पछि हटेकी भने छैनन्। सदाबहार श्रीमानको हेरचाह गर्नुका साथसाथै आफ्नो घरमा के भइरहेको छ सारा कुरा निहालिरहेकी छिन्। तर त्यति हुँदा पनि भुन्टीलाई नै नराम्रो देखिरहेकी छिन् आफ्नै जेठानी दिदी भने। तर भुन्टीले भने कहिले हिम्मत हारेकी छैनन्। केही समयपछि मेरो श्रीमान बोल्न र हिँड्न सक्ने भएपछि म यो घर छोडेर जान्छु भन्ने मात्र छ भुन्टीलाई। तर भूपेन्द्र भने आफू बोल्न नसके पनि आफ्नो अनुहार र आँखाबाट भने भुन्टीप्रतिको माया र भुन्टीप्रतिको विश्वास उसले देखाइरहेका छन्। तर उसलाई अहिले पनि लागिरहेको छ कि मैले भुन्टीलाई धोका दिन खोज्दा आज म यो अवस्थामा पुगेको हुँ र अब मैले भुन्टीलाई कसरी भुन्टीबाट माफी पाउने हो थाहा छैन। तर भुन्टीले मलाई यतिसम्म गरिरहेकी छिन् कि सायदै त्यो अरू कसैले गर्दैन थियो होला। तर म कति भाग्य मानिरहेछु। श्रीमतीको यति धेरै माया पाउनु मेरो लागि निकै ठुलो कुरा हो र परिवारले धरि आज यदि भुन्टी नभएको भए मलाई कुन सडकमा लगेर फालिदिन्थ्यो होला। तर मेरी श्रीमती असल र इमान्दार भएकै कारण आज म सुरक्षित छु र उपचार भइरहेको छ। आज मेरी श्रीमती नहुनु भने आज म मरिसकेको हुने थिएँ होला सायद भन्दै सोचिरहेका हुन्छन्। र भुन्टी पनि एकातिर श्रीमान बिरामी भएको तनाव त छँदैछ, अर्कोतिर आफ्नो दाजु टोकलेलाई भेट्न पाउँदाको खुसी बेग्लै छ। तर उसले टोकलेलाई भेटेर केही खुसीका कुराहरू गर्न पाउँदा नपाउँदै टोकलेको डढेलोभरि अर्थात् पिठ्यौँभरि बोकेका सामानहरू देख्दा भुन्टीको आँखा रसाउँछ र आफ्नो दाजुसँग माफी माग्दै भुन्टीले हात जोडिरहेकी हुन्छन्। तर भुन्टीलाई मन पराउने त्यो मास्टर भनाउँदो भने भुन्टी र टोकले बिचको सम्बन्धलाई नबुझिकन यसको श्रीमान यही होला कि झैँ गरेर शङ्का गरिरहेको हुन्छ। तर उसले जति नै शङ्का गरे पनि कसैको श्रीमतीमाथि आँखा लगाइरहेको छु भन्ने कुरा उसले महसुस गरिरहेको छ। त्यस्तो हुँदा पनि ऊ आफ्नो अघि बढिरहेका गन्तव्यहरूलाई रोक्दै भुन्टीतिरै हेरिरहेको हुन्छ। तर भुन्टीले भने उसलाई वास्ता गरिरहेकी भने हुँदिनन् र यता घरमा भने भूमिका बिहे गर्न नपाए आत्महत्या गरेर मर्छु भनिरहेकी छिन्। तर उता सहरमा आफ्नो दाइ थला परिरहेको र कुमामा बसिरहेको अवस्थामा बहिनीले भने उता गाउँमा गएर त्यसोसम्म गर्न खोज्दा भूपेन्द्रका परिवारहरूलाई कति ठुलो चोट परेको होला। अब भुन्टीको जिन्दगीमा कहिलेबाट खुसी आउँछ होला त? भुन्टीलाई कसले बुझ्छ होला त? भुन्टीको जिन्दगी के यतिकै दुःखमा बित्ने हो त? बिहे गर्न नपाएको झ्वाकमा भूमिकाले आफू मर्छु भन्दै घरबाट निस्केर हिँड्न खोजेपछि भूपेन्द्रका बाले अब तेरो जसरी भए पनि बिहे गराइदिन्छु र सारा जग्गा बेच्नु परेछ भने पनि ठिकै छ, तैँले भने जस्तै तरिकाले बिहे गराइदिन्छु भन्दै भूपेन्द्रका बा घरबाट निस्किए। तर भूपेन्द्रका बा घरबाट निस्किने बित्तिकै भीमलाई भने ठुलो तनाव पर्न थाल्यो। आफ्नो अंश बेचेर केही न केही गर्छु र बिजनेस गरेर भए पनि आफ्नो दाइहरूभन्दा निकै धनी हुन्छु भन्ने निकै ठुलो प्लान बनाएका थिए भीमले। तर भीमको सारा सपना भने चकनाचुर हुँदैछ। आफूले पाउने अंशबाट पनि केही छुटिएर आफ्नो बहिनीको बेमा छुटाउनु पर्ने भइसकेपछि उसको भने निकै तनाव उसलाई सिर्जना भएको हो। र अब ऊ भने सधैँ आफ्नो बहिनीलाई जसरी भए पनि बिहे गरेर जाओस् तर घरमा भएका सम्पत्तिहरू अलिकति पनि खर्च नहोस् भन्न चाहन्छन्। तर यता बहिनी भने सारा कुरा गराउनुका साथसाथै सारा बेहुलाका परिवारलाई गरगहनाले झरीझुट्ट बनाएर लिएर जाने निकै ठुलो प्लान बनाउँदैछिन्। तर यता त्यति गरेर उसको बिहे गरिसक्दा यता परिवारमा के बित्छ र आफ्नै भूपेन्द्र दाइ कुन अवस्थामा हुनुहुन्छ भन्ने कुरा उनीहरूलाई राम्रोसँग थाहा छ। तर ऊ बुझ्न चाहदिन र भाउजूको निकै ठुलो आश गरेकी थिइन्। भाउजूले पनि अबदेखि मलाई फोन गर्ने होइन, तिम्रो दुईटा दाजुहरूले दिएको तनावले आजसम्म म यहाँ नजिउनु नमर्नु भइसकेकी छु भन्दै हुन्छन्। र यता दाजुकी साली अर्थात् भुवनकी साली भने भुवनले आफ्नो भाइ भूपेन्द्रलाई हेरेर बसिरहेका हुन्छन्। त्यहीँ आएर तपाईँले बाह्र आमालाई कुरा लगाएर राम्रो गर्नु भएन भन्दै हुन्छन्। तर हुँदै हुन्छन्। तर अब
भुवनले भने जवाफ यस्तो दिन्छन् कि अब तिम्रा बाबुआमा आएपछि कि वार कि पार हुन्छ, कि सदाको लागि सम्बन्ध सकिन्छ, कि ऊ सुध्रिएर सबैलाई माया गर्ने हुन्छ भन्दै हुन्छन्। तर त्यति नै बेला ती उसैकी सालीले मुख खोल्छिन्, तपाईँले जस्तो तरिकाले सोचिराख्नु भएको छ भुन्टी त्यस्तै खालकी छैन। घरभित्र इमान्दार भएकी भुन्टी बाहिर केटाहरूसँग लठारिँदै हिँडिरहेकी छे भन्दाखेरि जब भुवनको जवाफ आउँछ ती सालीको मोली बन्द हुन्छ। आखिर चिन्दै नचिनेको र जान्दै नजानेको मान्छेहरूसँग बोल्दै गर्दा एक्कासी त्यसरी नकारात्मक तरिकाले बोल्नै नहुने अर्थात् केटाहरूको अगाडि हिँड्नै नहुने, पछि लाग्नै नहुने भन्ने त पक्का पनि होइन। तर के विषयमा लागिरहेका छन्